दाइ तपाईँ कहाँ हराएको? कति खोजे कति? कहाँ हराउनु भाइ? ए यहाँ यिनीहरू बिराला बसेका छन्, यिनीहरूलाई चारो हाल्दैछु नि म त। तपाईँ बिरालोलाई चारो हाल्दै बस्नुहोस्। यहाँ भाइको पेटमा चारो नपसेको 2 दिन भइसक्यो। अनि के भन्नुहुन्छ हो? 2 दिन भइसक्यो हो दाइ। हो अस्ति भर्खर सेलेरी आएको होइन र? सेलर त आएको दाइ, के गर्नु? तास खेल्न बस्यो, सबै पैसा गयो दाइ। तेरिका परदेशमा आएको मान्छे तास नखेल्नु भनेर त उहिले हो के मैले सम्झाएको हो। हुन त दाइ के गर्ने, यो लागेको पानी छुट्दैन दाइ। बसेर कुरा गरौँ। परदेशमा आएको मान्छे हजुर तास खेल्ने जाँड रक्सी खानेतिर लाग्न हुन्न भनेर मैले अस्ति नै सम्झाएको होइन? सम्झाउनु त भएको थियो नि, के गर्ने? त्यो पापी मन फेरि दोहोरिन्छ, खेल्दैन भन्छ, फेरि खेल्न सुरु भइहाल्छ। बर्बादै गर्नुभएछ नि, पुरा सेलेरी नै गयो। पुरै गयो दाइ, पुरै गयो। ठिक छ, अबदेखि तपाईँ तास नखेल्नु होला। अहिले म गोजीमा कति छ थोरै पैसा दिन्छु, जाने कोठामा जाने, खाना पकाउने, खाने। तर अबदेखि तास खेल्ने होइन नि फेरि। हुन्छ दाइ। ल हुन्छ। होइन कसको फोन आएछ? हेलो, कहाँ हो नि? कति खोजिरहेको छु, कोठामा छैन त मान्छे। कहाँ रे? एका ट्रायल पर्यो रे, के भन्छ? अनि लगा न त, लगा। कति पैसा छ त्यहाँ? पुरा पैसा लगा न त। अनि पैसा पुगेन अरे? ल म ल्याएर आइहालेँ नि त। ल ल ल,